वेलकम ब्याक माई युट्युब च्यानल। आज चाहिँ नयाँ युट्युब च्यानल छ। आज चाहिँ किनकि अब मिनी भ्लग चाहिँ अब मिनी भ्लग हुँदैन, आज अलि लङ हुनेछ। आज किन लङ हुनेछ भने आज चाहिँ बल खेल्न जाँदैछौँ। केटाहरू छ यहाँ, केटाहरू होइन भाइहरूलाई, सेभेन ब्रोदर सब मेरो भाइहरू हो। इम्पोर्टेन्ट कुरा चाहिँ के हुँदैछ भने नाङ्गे ब्लग गोइङ टु प्ले फुटबल अनदर टिम। टुडे इज स्पेशल डे। आई नो अल टोटल फुटबल टिम आई विनर के भन्छ है, विनर हाम्रो टिम हाम्रो स्कुल हो। बलको लागि म मेन खेलाडी हो भाइ। मेन खेलाडी डेन्जरमा डेन्जर छ फेरि। केटाहरू अब खेलमा दसैँ पनि अब सकियो, अन्तिम भयो। आज चाहिँ पूर्ण हो। अब दसैँ सक्यो, अब तिहार आउँदैछ। अब होइन अब तेरो पालो। दसैँ कसरी कट्यो त? दसैँ भनेको अब छातपात त्यस्तै त हो नि, हल्का हल्का लिएको। भाइ दसैँ कस्तो भयो रे भाइ? एकदम राम्रो राम्रो चास खेलियो। अलि निन्द्रा छ त्यही हो। माघ चाहिँ फेरि अब तिहारमा चाहिँ आउनु पर्यो रे। तर अब विदेश होइन, मेन उद्देश्य तिहारमा चाहिँ घर आउने हुनु पर्यो। त्यो विदेश हुने व्यक्तिहरूको बरु यहाँ क्युआर भए क्युआर पर्दैन छैन। म क्युआर गरिदिन्थेँ। विशेष गरेर चाहिँ म डिपन सोल्छु त क्युआर गर्थेँ। ए नेपाल आउनुको लागि ल इच्छा भयो हाम्रो भाइले चाहिँ नेपाल आउनुको लागि क्युआर गरिदिने रे। कति लाखदेखि उकालो मात्रै हुन्छ फेरि प्लेन टिकट। ओ दामी भ्यू। तर अहिले चाहिँ अलि यो हुस्यो लाएर हुस्योले गर्दा हाम्रो ग्राउन्ड चाहिँ तल छ। त्यो अलिक घारीले छेलिएको छ। अब दसैँ सक्यो आजदेखि। अब भोलिदेखि हाम्रो तिहारको तयारी हुन्छ। तयारी एकदम मादल बनाउने त्यो सब बुफरहरू कलेक्ट गर्ने अनि त्यो डान्सहरू सिक्ने तिहारको लागि भोलिदेखि पुरा तयारी हुन्छ। पूर्व तयारी हुन्छ। जिन्दगी चाहिँ फेरि यसरी कटाउनु पर्छ नि। पैसा कमा भोलिपछि प्याट मरेपछि अनि टेन्सन हुन्छ। फेरि किन जाने, हामी विदेश नजाने, गाउँमै बस्ने, गाउँमै केही गर्ने। मान्छे विदेशको उहाँ विदेशीहरू उहाँ नेपालमा आएर बिजनेस गरिरहेछन्। त्यो देखेको छैन मान्छेहरूले। आफू भने उहाँ विदेश जानुपर्छ। यो भनेको एउटा खतम चिज हो। आमा बाउलाई हेर्नु पर्यो, मुख्य प्राथमिकता आमा बाउलाई दिनु पर्यो। एकदम हो, एकदम सही। त्यसपछि त्यही अब काइलाको एकदम सही कुरो हो। त्यही हो, अब प्राय युवाहरू सबै विदेश मात्रै विदेशमा चाहिँ अब न त त्यही त नि। अब दुःख नगरी हुँदैन। अर्काको ठाउँमा गएर अब काम विराम भन्न नि पाइँदैन। अब काम त गर्नै पर्यो अर्काको देशमा। अब अरूले जे भन्यो त्यही हो कि अर्काको नोकरी गर्न जाने हो। काइलाको सोच एकदम ठिक हो। तर म नि विदेश चाहिँ जाने हो। एकचोटि विदेश चाहिँ नछोड्ने हो। विदेश गएर त्यसपछि आएर म काइला भाइलाई एकदम थाइल्यान्ड लाने चाहिँ मेरो प्लानिङ भइरहेछ। भिजिट भिसामा चाहिँ जाने हो नि, घुम्न चाहिँ जाने है विदेश। घुम्न चाहिँ जानुपर्छ काइला भाइ। अनि सुबे भाइलाई म कमाएपछि थाइल्यान्ड चाहिँ थाइल्यान्ड जानु नजान्छ। कस्तो जाने हो नि थाइल्यान्ड म मेरो जिम्मा भयो थाइल्यान्ड लाने चाहिँ। हाम्रो भाउजू हुनुहुन्छ मामजेठी बर्को बुनु नमस्ते सन्तोष। काली ओराली झर्दै मनमा सुनौला उपहार छर्दै। अलि स्वर चाहिँ मिठो निकाल्न। त्यहाँ अगाडि केटाहरू छन्। हजुर भाइ छ माला भाइ, हामी कहाँ जाँदैछौँ? ल माइला भाइ हात चाहिँ मिलाउँछ एकचोटि। ओके हामी त फेरि फुलको बगैँचाको बाटोमा जाँदैछौँ। एकदम हेर्नु न, तल पनि फुल छ, माथि पनि फुल। टक्क बिचतिर हामी यहाँ फाइनली अब चाहिँ ग्राउन्ड आइपुगिसक्यो। हामी ग्राउन्ड अब टक्क ग्राउन्डमा आइपुग्यो। अब यता देखाउनु खेलाडीहरू ढमक्क छन्, ढकमक्क। यहाँ ग्राउन्ड यहाँ चाहिँ हाम्रो यहाँ
यो चाहिँ फेरि खोलाको टक्क ग्राउन्ड हो हाम्रो होम ग्राउन्ड। यहाँ चाहिँ हल्का दसैँको बेला यो खाएको दसैँ बेलुका खाएको पचाउनुलाई मात्रै हो खासमा हल्का थोरै एक्सर्साइज मात्रै हो। यो टक्क ग्राउन्ड छ भाइ छ 6 प्याक दिए भाइ हाम्रो आशा दिदी हुनुहुन्छ नाङ्गे टिममा नवीन भाइ छ यहाँ माइल दाइ यहाँ सुबे भाइ सक्स 6 प्याक दिए भाइ 6 प्याक हाम्रो माइला भाइ माथि चाहिँ गाउँ भरिको छ यहाँ केटा सुजन भान्जा स्किल देखाऊ न बुढी देखाऊ छ भान्जा एकदम बेस्ट प्लेयर आज त म के जान्दिनँ हैन यहाँ सबै यहाँ हाम्रो बुढाहरुको टिम चाहिँ पुरै नाङ्गे छ हैन नङ्गु ग्याङमा चाहिँ दाजुभाइ हो सबै नङ्गु मेरो तर्फबाट आज 3 गोल फिक्स ल ओ ल गोल चेस गर्नु न चेस